केरीले बनाएको भ्यू टावर चाहिँ हेर्न जाम है त्यहाँ। तिम्रै तल उपराष्ट्रपतिको घर छ अरे, सबै जलाइदिएर केही छैन अरे। अनि हामी चाहिँ पाप पखालेर गयो हुन्छ सबै यहाँ। सेक्वा हेलो हेलो नमस्ते। गुड मर्निङ, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आज हामी आइपुगेका छौँ काजी कालु पाण्डे समाधि। हामी आइपुग्यौँ यहाँ, म छु यहाँ र निरुस्का छ यहाँ, सानो पुन्टे बाबु छ यहाँ, छानु आऊ मछिता आउने हो, आऊ ल आऊ आउनु छु मछिता। हामी कता जाने घोच्यो, तिमी कता फर्केको हो त नि। हामी कहाँ आएको हेर त, यत्रो छिटो ठाउँमा। अब्बो अब्बो एकजना आइपुग्नु भएन। खानी अरे तिमी के खान्छौ? यस्तो छ, हामी आएको चाहिँ यो बाटो हुँदै आएको। यहाँ रहेछ एउटा मन्दिर, भ्यू टावरमा जाने बाटो यहाँ छ। हामी एकैछिनपछि जान्छौँ भ्यू टावरमा। अनि यो इतिहास चाहिँ मलाई एकचोटि पढ्न मन लाग्यो, म कहिले आएको थिइनँ यहाँनिर है। अनि यहाँबाट जाने, अहिले एकछिनपछि जानेछौँ हामी। खाजा खाएर, हामीले केही पनि खाएको छैन, बिहान नै उठेर आएको है। सानो आएको छ हामी सिधो। कसलाई फोन गरेको अरे? कति नआउने जसरी उसलाई चाहिँ आउ त नि, पुरै सिकाइदिइसक्यो अरे हामीलाई। मान्छे नआएर पिर परिसक्यो, बुढो नआएर बुढीलाई कत्रो पिर परिसक्यो बरा। यो पानी अनि यो चाहिँ पुरी ल नि, यसको पानी पुरी खाने मान्छे ल पानी। हामी अब जाँदैछौँ कालु पाण्डे भ्यू टावर हेर्न। अब के छ म देखाउँछु है त। यहाँ दुईजना व्यक्तिहरू त्यहाँनिर भ्रमण गर्दै हुनुहुन्छ। कहाँबाट? यहाँबाट गोर्खा देखिन्छ अरे, तर कुहिरो लाएर केही देखिएन कि आजको। गोर्खा देखिन्छ अरे यहाँबाट। कालु पाण्डेलाई गाडेको ठाउँ यहाँ हो अरे भनेर यस्तो टक्क यस्तो टाइपको रहेछ है। मलाई फेरि कस्तो इतिहासहरू भनेपछि एकदमै धेरै सुन्न मन लाग्छ क्या त्यस्तो कुराहरू चाहिँ। यो हिस्ट्री त खुब रमाइलो छ जस्तो छ है। त्यसरी झगडा भइरहेछ। अनि अब लागौँ यतातिर कस्तो छ हेरौँ। $1770 आमा, कति वर्ष पहिला। अब त्यहाँ पनि आइरहेछ भिजिट गर्ने, हेर्न आउने मान्छेहरू चाहिँ कति हुन्। आउन ल्याएको कसले हो उसले भन्नै पर्छ। भनाइ छिटो, मलाई सुन्न मन लागिसक्यो। सुनाउन न यसको। योद्धा कालु पाण्डेको पार्थिव शरीरलाई यस स्थानमा समाधिस्थ गरिएको छ भनेर यहाँ लेखेको छ। भनेपछि त्यही हो। अनि यो कपडा कसले झुन्नाइदिएको यहाँ? हाम्रो केपी शर्मा ओली आफै आएर झुन्डाएर गएको यसलाई हो। केपीले बनाएको ठाउँ त्यही हो। अब त्यो भ्यू टावरबाट हेर्न जाने हो कि? घुम्दिउँ न कालु पाण्डे एरिया। थोरै जानु भयो नि घुमौँ न, धेरै जानु भएर घुम्न पाइएन क्या। यहाँ तल उपराष्ट्रपतिको घर छ अरे, सबै जलाइदिएर केही छैन अरे। अनि हामी चाहिँ त्यही हेर्न जान लाग्यो कि। ल यो चाहिँ उपराष्ट्रपतिको घर हो अरे, कुहिरो लाएर केही देखेन। तर विकास चाहिँ यस्तो राम्रो भएर रहेछ, बाटो कस्तो राम्रो हो। त्यही त होइन, राष्ट्रपतिको घर अगाडि त यस्तो छ। अब हाम्रोतिर विकास हुन्छ भनेर कसरी विश्वास गर्नु हो? राम यो हो उपराष्ट्रपतिको घर जाने बाटो। हे भगवान्, त्यो रहेछ गेट। अब हामीलाई भित्र छिर्न त अलाउड हुँदैन पक्कै पनि। यो चाहिँ पुरै जलेर ध्वस्त भएको। घरको डिजाइन राम्रो चाहिँ छैन है त्यस्तो। अब जे भए पनि जे होस्, आफ्नो घरको वरिपरि त विकास गर्नुपर्छ यार। अनि हाम्रोतिर अनि बाटोहरूमा वर्ष विदेश बसेर नि फर्केर आउँदाखेरि डेभलप हुन्छ भनेर हामीले के विश्वास गर्ने त है? केरीले बनाएको भ्यू टावर चाहिँ हेर्न जाम है त्यहाँभित्र। भर्खर बाहिर निस्क्यो। केपी ओलीले बनाएको भ्यू टावर अरे। अब भ्यू टावरभित्र गएर हेरौँ के रहेछ। तिरान्य सुसम्पन्न सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट अरे यो मेटेछ है कलर चाहिँ।
उसको गोजीको पैसाले बनाएको हो कि के को पैसाले बनाएको दोस्रो इन्द्रदेव यस्तो फोहोर छ पुरै के हो यो सफा हो कि फोहोर हो यो हेर्न आउने मान्छेहरूले होला ए चरा उडिरहेको रहेछ ल ठोक्यो ठोक्यो के पनि रहन्छ त्यहाँ त राम्रोसँग व्यवस्थित गर्न नसक्ने भए किन बनाउनु ए चराहरू भित्र थुन्ने छ नि त यिनलाई बाहिर निकालिदिउँ न यिनीहरूले बाटो नपाएर हेर त यहाँ अड्कियो एउटा समातेर बाहिर निकालिदेऊ न 5 तले अरे यो हो 1 तले यो हो अरे 2 तले 2 तलेमा के छ त यस्तै हो फेरि घुम्ने ए कति 3 तला हो 4 तलामा आइपुग्यो अब बाहिर हेरौँ भने केही देखिँदैन के हेर्ने हो यस्तोमा यो होला के 4th यो माथि चाहिँ 5th होला के गन्दा गन्दा बिर्सेँ मैले त ल यत्रो हाइट रहेछ एक्स्ट्रै छ तर एकदमै एक्स्ट्रा तर कस्तो यत्तिको बाक्लो मैले कुहिरो लागेको पनि लगभग धेरै भयो नदेखेको कस्तो खालको भ्यू टावर हो त तल भ्यात्लो 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 पर्दै आयो तर कुहिरो चाहिँ सही कुहिरो लाग्यो आम्मा ल केही देखाएको छैन भने हेर्नु ल आम्मा अब्बुई डरै लाग्छ त हो तिम्रै बा यस्तो चिसो मौसममा हामी हेर्न जाँदैछौँ टोयलेट पनि साह्रै विकसित नै रहेछ यस्तो राम्रो विकसित रहेछ पुरै कस्तो राम्रो टोयलेट पनि ढोका पनि रहेनछ यो हो नि त विकास भनेको देशमा यस्तो खालको विकास चाहिँ हुनुपर्छ है ठाउँ ठाउँमा अनि बल्ल देश विकास हुन्छ अनि हामी जस्तो मान्छेहरू चाहिँ परदेशिनु पर्दैन वर्षौँ वर्ष सानो बच्चा छोडेर जागिर नपाएर परदेशिनु चाहिँ पर्दैन यस्तो खालको विकास भयो भने है त यो हो अरे इन्द्रदह मन्दिर छ यहाँभित्र आकाशभित्र मन्दिर छ है इन्द्रदह जाने बाटो चाहिँ यो हो अरे स्वर्ग जाने बाटो कमलाले देख्नु त यो चाहिँ इन्द्रको घर छ भनेर देख्दैन केही देख्दैन आकाशको बादलभित्र हिँडे जस्तो देख्यो आकाशबाट आएका जनताहरू छ नि त्यस्तो देखिरह इन्द्र जात्राको बेलामा मेला लाग्छ अरे यहाँनिर अति ठुलो मेला लाग्छ अरे तर म पनि त्यस्तो अवसर पारेर आउन पाए कस्तो रमाइलो हुन्थ्यो होला यहाँ रहेछ पोखरी ए हो हेर्नु आयो भने पाप कट्छ अरे यहाँ चाहिँ नागको मूर्ति पनि रहेछ ए मन्दिरहरू पाप पखालेर गयो हुन्छ सबै यहाँ छोराको बाउ त्यहाँनिर तल लैदिने अरे चढाएर चढ्ने मन त्यही त नि एउटै घोडामा कतिजना चढ्ने अरे केही नि गरिदिनु चढ उहाँले डोरी आइदिनुहुन्छ तिमी चढ्ने मात्रै हो के राजाको छोरी बादलबाट छिरेर आए जस्तो देख्छ ओए ल यतै जम्दै यहीसम्म हजुर ए ल नानु अलिकति अगाडि लैदिनु न त्यहाँसम्म हावा चाहिँ वाइल्ड हावा लाग्दो रहेछ कुहिरोले यहीँको त्यहीँ नदेखिनु भएको छ गाडी यहाँबाट आइरहेछ लागेन भनेर We are in the local restaurant here, Rajkumar Khaja Ghar, Shekwa.
हुन्छ हुन्छ जता भयो नि ल ल हिँड्ने माथि मान्छे छन् के हो ल चेयर्स निरुस्का धेरै वर्षपछि मैले जाँडको टेस्ट लिएँ ठाडै घुर्काइदिएको भनेको यत्रो एक्जाम त एकैचोटि खाइन होइन 4-5 दिन रह्यो खोल्दै 2 दिन घुर्काएर यस्तो राम्रो स्वर्ग छ नि नेपाल के गर्नु कसले भनेको नेपालमा स्वर्ग छैन भनेर यस्तो स्वर्ग छ नेपाल आफ्नो यस्तो स्वर्ग जस्तो नेपाल छोडेर परदेशिनु परेको छ आफ्नो पीडा कसलाई थाहा र होइन गाइस हो नि हैन भ्रष्टाचारी मुर्दाबाद भन् त्यो छानो त आँखा हेलिसिन कस्तो राम्रो चिता कति हाँसेको कति मिठा छ भर्खर हाँसेको देखा है मैले चाहिँ मम्मीको काखमा बसेर खुब खुसी भइसक्यो